होइन यो नेपालको पार्लियामेन्ट हो कि खिचडी हो कि के हो एउटा चाहिँ प्लिज बोल्दैन ओए बोल्दैन प्लिज बोल्दैन केही त बोल दुई शब्द त बोल भने भने चुप लाएर हिँडेको हिँडै छन् एउटा फेरि नबोल्न त बोल्दैन बोल चुप लाग्न भनेर सबैले देशले जनताले सभामुखले जानेकाले नजानेकाले पनि लाटोले धरि गर्दाखेरि पनि बोलेको बोलै छ बात त सही है होइन भइरहेको छ चाहिँ त्यसमा के म त कुरा बुझ्नै सक्दिनँ त भनेको अनि अर्को हाम्रो बाजे हुनुहुन्छ फेरि उहाँलाई मतलबै छैन जे भए पनि मतलब छैन मन लाए शराब दियो मन नलाए शराब फिर्ता गरिदियो होइन खाली बाली तिमीहरूले गरे गर नगर यो चाहिँ हुनपर्छ मैले भनेपछि भन्यो आनन्द चिल पाराले बस्यो अर्को चाहिँ फेरि कि त कोदाले गैँटी भेट्टाइदियो कि जङ्गल खनिहाल्ने कोदालो गैँटी के भेट्टाएन भने सरकारको खेदो खन्ने कहिले प्ले कार्ड बोकेर पर्चा बोकेर आएको छ कहिले क्युआर मागेको छ कहिले बाँसको पुल बनाएको छ कहिले के गरेको छ अब हाम्रो हर्क सरले फेरि प्रतिपक्ष भनेको यस्तो प्रतिपक्ष बने नि सरकार त सरकार जनतालाई धरि प्रतिपक्ष बनाएका छन् उनले जतिखेर पनि केही न केही कुरामा टाङ अडाएको उता बालिन सरलाई फेरि एकचोटि त बोलिदेऊ एकचोटि त केही बोल न तिमी बोल भन्यो भने उनलाई मतलब छैन कहिले राष्ट्रपति बोल्दा हिँडेका छन् कहिले आएकै छैनन् अर्थमन्त्री फेरि कहिले मोबाइल हेरेको भनेर आँखा झिमिक्क पारिहालेछन् अचम्मका मान्छेहरू भेटिन्छन् हो सरकारमा पनि पहिलाको सरकार अहिले सरकारमा अलिकति फरक भनेको उमेरको मात्रै होला जस्तो छ व्यवहार त आश धेरै छ तर प्रतिपक्ष फेरि कस्तो भयो भने तपाईँलाई याद छ होला पहिला बहुत पहिला कुरा एक्ज्याक्टली डेट थाहा भएन माननीय कमरेड स्वर्गीय कमरेड चाहिँ मदन भण्डारीले नेपालमा भाषण गर्दाखेरि ब्रिटिसको म्यागजिनमा पत्रिकाहरूमा चाहिँ कार्ल मार्क्स स्टिल एक्जिस्ट इन नेपाल भन्थ्यो अरे अहिले हर्क सम्मानको जुन हरकत देख्दाखेरि चाहिँ केपी ओली स्टिल एक्जिस्ट इन पार्लियामेन्ट भन्ने खालको फिल आएको छ कि जे कुरामा पनि गाँड गुलेली पारेको छ जतिखेर पनि चाहिने कुरा नचाहिने कुरा कहिले चिच्या छ कहिले उठेर हिँडेको छ कहिले प्ले कार्ड बोकेको छ कुन दिन कोदाली गैरी बोकेर जान्छन् खड्याङ ल हेरौँ त ल सबैजनाले खड्याङ भन्दा कस्तो सुनिन्छ हा गरेर निवेर छैन साँच्ची भन्ने सबैजना त्यो सभासदलाई एक एकवटा गैडी लिएर कोदाली लिएर गएर सबैले खड्याङ पारौँ कस्तो राम्रो सुनिन्छ भन्नु बिर्छ के भन्ने अब कोही चाहिँ बकुल्लाको बिचमा परेको कागज जस्तो कोही कागको बिचमा परेको बकुल्ला जस्तो ओहो नेपालको हाम्रो जिन्दगी देशमै जाला जस्तो छ